येशू ख्रिस्टले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ पुग्न सक्दैन। तपाईँहरू आज कतिजना व्यक्ति हुनुहुन्छ जसले ईश्वरलाई पाउनको निम्ति, परमेश्वरलाई पाउनको निम्ति बाटो खोजिराख्नु भएको छ। तपाईँले भेटाउनु भएको छैन, तपाईँ हराइराख्नु भएको छ। त्यति मात्रै होइन, तपाईँ सत्यताको लागि थुप्रै कुराहरू गरिराख्नु, यहाँ सत्य भेटिन्छ कि त्यहाँ सत्यता भेटिन्छ कि भनेर तपाईँले पाउनु भएको छैन। तपाईँहरू हुनुहुन्छ कतिजनाले तपाईँको जीवनमा थुप्रै कामहरू गरिसक्नु, थुप्रै सफलता गरी तपाईँलाई लाग्छ अझै तपाईँ निराश हुनुहुन्छ, तपाईँले केही पनि भेट्नु भएको, तपाईँ हराइराख्नु, तपाईँ कता न कता हराइराख्नु भइराखेको छ। त यस्तो बेलामा येशू ख्रिस्ट मात्रै हुनुहुन्छ जसले तपाईँ र मलाई जीवन दिनुहुन्छ। म कुनै बेला हराइराखेको थिएँ, मैले सत्यता खोजिराखेको थिएँ, मैले पाइराखेको थिएन, अनि मैले जीवनमा थुप्रै सन्तुष्टिको लागि धेरै कुराहरू गरिराखेँ, तर मैले पाएको थिएन। तर येशू मात्रै बाटो, सत्य र जीवन हुनुहुन्छ। तपाईँले आज येशूलाई विश्वास गर्नुहोस्। यो मेरो व्यक्तिगत अनुरोध र प्रभुले तपाईँलाई स्वागत गर्न चाहनुहुन्छ, निमन्त्रणा गर्न चाहनुहुन्छ उहाँको राज्यमा। र आज तपाईँ कोही हुनुहुन्छ, यदि हुनुहुन्छ भने तपाईँले म सँगसँगै प्रार्थना गर्न सक्नुहुन्छ। म यहाँबाट भन्नेछु, तपाईँले म सँगसँगै दोहोऱ्याउनुहोस्। प्रभु येशू, मलाई दिनुभएको जीवनको लागि धन्यवाद छ। तपाईँ महान हुनुहुन्छ र म आजदेखि उसो तपाईँलाई मेरो मुक्तिदाता र प्रभु भनेर म स्वीकार गर्दछु, किनभने तपाईँ बाटो, सत्य र जीवन हुनुहुन्छ। धन्यवाद छ यो अवसरको लागि, मेरो जीवनमा तपाईँ आउनुभएको लागि, मलाई दिनुभएको अनन्त जीवनको लागि धन्यवाद छ। येशू प्रभुको नाममा आमेन।